नमस्कार। अब पहाडमा तोरी छर्ने सिजन सुरु भइसकेको छ। लामो समयसम्म बर्सात भइरहेको र जमिन राम्रोसँग भिजिसकेको अवस्था र मकै स्याहारेर सकिसकेको अवस्थामा अब हामीले तोरी छर्ने तयारी गर्दैछौँ। तोरी छरेर राम्रो उत्पादन लिनको लागि मलजलदेखि विभिन्न कुराहरूमा टेक्निकल कुराहरूमा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। जस्तै तपाईँले 1 रोपनी क्षेत्रफलमा तोरी लगाउँदै हुनुहुन्छ भने 1.5 देखि 2 किलो तोरीको दाना, त्यसपछि तपाईको जग्गाको जुन बनावट छ त्यो आधारमा 1.5 देखि 2 किलोसम्म बिउ प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर पछि राम्रो उत्पादन नहुने, बोटहरू राम्रो नहुने, मर्ने त्यस्तो खालको समस्या समाधानको लागि बिउ छर्ने बेलामा नै आधा किलो जति प्रति रोपनी सल्फर प्रयोग गर्नुभयो भने राम्रो उत्पादन लिन सकिन्छ। त्यो सँगसँगै अझ राम्रो पोटिलो दाना सँगसँगै बोट राम्रो बनाउनको लागि तपाईले सञ्जीवनी 200 ग्राम प्रति रोपनीको दरले प्रयोग गर्नुभयो भने राम्रो उत्पादन लिन सकिन्छ। अन्य केही कृषि सम्बन्धी परामर्श लिनको लागि तपाईले सम्पर्क गर्न सक्नुहुन्छ।